Hello everyone, नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ आयशा। वेलकम ब्याक टु माई ब्लग। मसँग चाहिँ आज सन्जिता पनि छ। हेलो, इन्ट्रोड्युस गरिदियो आफूलाई। माइसेल्फ सन्जिता तपाईँहरूले टिकटकमा देख्नुभयो होला मेरो भिडियोहरुमा पनि। मेरो सचिलो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। यतिको साथी चाहिँ हुन पर्छ है गाइजहरु। हामी चाहिँ आयुष्मान रुकेको गौडामुखतिर। अब यहाँबाट चाहिँ पोखराको घाम लास्टै छ के अति मेरो यो हेलमेटको उहाँको नि भाँचियो। अब नयाँ हेलमेट किन्नु पर्यो गाइजहरु। अब यहाँबाट चाहिँ हामी 5 मिनेटमा निस्किन्छौ। मेरो भ्याइसक्यो, उसको भ्याइ छुटिसक्यो गाइस। खाउ छिटो। ल बाइ भन्दै एकछिन। बाटो चाहिँ पिचमै छ भन्ने सुनेको थिएँ मैले। अब लेख्छु कस्तो छ बाटो चाहिँ। पिचै नभए नि हल्का अफरोड भएपछि मजा आउँछ। अस्ति नै सुरुपल्ट म राइड जाँदाखेरि कुठालाहरू जाँदाखेरि हेर्दामा मेरो डेन्जर एक्सिडेन्ट भएन। त्यो चाहिँ धन्न अरूसँग ठोकेको होइन, म आफै स्लिप खाएको। अनि अस्ति नै पनि कुठालाहरू जाँदाखेरि चाहिँ त्यो अलिक फर्दर टाइपको थियो कि। अनि फर्दर टाइपको भयो नि, मैले पहिला पनि त्यस्तो लगाएको थिएँ अनि केही नहोला भनेर लगाएर गएको त धन्न घरतिर चेनमा अड्केको के। चलाउँदा अड्केको है आम्बो के हुन्छ होला। अनि आज पनि मैले कुठालाहरू आएको छु। केही नराम्रो नहोस्, भगवानको नाम लिँदै जाँदैछु म। कुदायो यस्तो हो भर्खर स्लिप गर्यो अरे क्या। अहिले मलाई कराउँछ लगेर बस्छु। म त आज पनि कलेज गएको थिएँ कि गाइडहरू। कलेज गएर पनि छुटाउनु हुन्न यस्तो गाइडहरू आए पनि। एकाडेमिक इज मोर इम्पोर्टेन्ट है। यस्तो फनहरू हुने छुट्टै कुरा हो। आफ्नो ठाउँमा छ तर पढाइलाई पनि सँगै लिएर जानुपर्छ। सानो बाटो रहेछ क्या होइन। अनि बिचमा हल्का अफरोड छ, त्यस्तो धेरै अफरोड त छैन। राम्रोसँगै पुगिन्छ के अरे। अब म अहिले एकछिनमा कुरा गर्छु है त हजुरसँग। Look at that view. बङ्गालबाट गएबाट स्लिप खाएर आत्ता ओइ हेर्नु त्यो गइदिएको यार आथो। म त हेर्नु गाइजहरु, म त यहाँबाट घिसेर यहाँ पुगेँ। त्यसलाई थाहा पनि छैन क्या अझै नि। यहाँ धन्न लागेन यार यो। ओए हाई आथो बोले यार हाते। सन्जिताले चाहिँ त्यो बसको लागि बाटो सोधेको थियो होइन। यहीँबाट हो भने कोहीले यताबाट भने कोहीले यताबाट भने। मैले फेरि यहाँ भनिरहेको छु कि यहाँ म्याप देखाइरह भनेर के। मेरो कुरा फेरि सुन्दैन क्या कहिले पनि। ऊ औ हेलो अघि म धन्नै पल्टेको, मेरो साथीलाई थाहा पनि छैन क्या। यतापट्टिबाट नि एडभेन्चर चाहिँ हुन्थ्यो है, तर कर्पु डाँडा जाने चाहिँ यताबाट हो क्या। यताबाट रहेछ थाक जाने चाहिँ। अब अझै अलि अगाडि गएर म कुरा गर्छु है त हजुरसँग। बाई बाई। हेलो सुरुको भ्लग हो, त्यो भएर अलि लाज लाग्छ, माइन्ड नगरिदिनु होला। होप आई ओपन अप इन फ्युचर। मैले यहाँको भ्यू देखाउँछु है त तपाईँहरूलाई। यस्तो घाम भइरहेको नि अहिले पोखरामा के साह्रो गर्मी बढेको हो। Sickness 24 kilometers from here. Wait. मजाको बाटो छ है मजा। ए भैँसी गाइजहरु मलाई भैँसीको जस्तो त मिम्मी आशिकाको साह्रो आयो। तर भैँसीहरू जस्तो डर केहीसँग लाग्दैन होला हौ। मसँग गाई जस्तो भएको थियो। मसँग सानोमा होइन, म गाउँमा थिएँ अनि गुरुङ थातो थिएँ। म गाउँमा थिएँ अनि सानै थिएँ कि त्यस्तो ठुलो पनि थिएन। अनि मैले भाइलाई चाहिँ बोकेर अनि
गाई हो कि भैँसीको पछाडि राख्दै थिएँ कि त्यसले चाहिँ खाँदै थियो अन्त पछाडिबाट त मलाई त एक लात हानिदिरहेको मलाई भाइ त अनि भुइँमा के पछाडिको डेन्जर अनि म त एकछिन के भयो अब के थाहा छैन है त्यति बेला म सानै थिएँ मलाई के थाहा छ त्यसले के खान्छ भनेर मलाई त्योबाट मलाई ट्रमा छ के बाटोहरू तर घुमाउरो चाहिँ घुमाउरै छ है उता बाजे हुनुहुन्छ एउटा सोध उता अगाडि इन्ट्रोभर्ट यतिको साथी त हुनुपर्छ है म यहाँ एक्ला भएँ तर म बोल्छु होला पानी चाट्ने पानी घाट रहेछ त्यहाँनिर के पानी घाट लेखेको रहेछ टाढोबाट पानी चाट परेर कतिको भिडियो बनाउँदै आज पानी चाट भन्दै ठाउँ भनेर क्या मैले चाहिँ लिएर आएँ होइन बाटो अलिकति बिग्रेकै रहेछ अब ऊ सन्जिता लिएर आउँछ आउँछ होला आउन बिस्तारै ब्रेक लाऊ खुट्टाको नि लास्ट त होइन ट्राई गर्नै पर्यो नि अब जस्तै भयो कन्टेन्ट आप कहाँ थे ज्ञानी बाबा गाइस साथी लड्यो यता हेर्नुहोस् त म्याम मेरो खुट्टे काम यार कसरी लड्यो कसरी उचाल्ने अहिले आई हेट यु गाइस सो मच है जसले थाकको बाटो पिच्छ भन्थ्यो तिम्रो त खुट्टा डेन्जर काम यार यहाँबाट ऊ अगाडि लिएर आयो अनि मैले ढुङ्गा नदिएर कसरी उडेर आएको मलाई मात्र थाहा कि साथी यार तिमी यताबाट तिम्रो माथिबाट उकायो के होइन उताबाट जान्छ होला नि मोबिल बोकेको यस्तै रे भन्नु एकछिन छिटो किन आयो म यो बाटो म भन्नु उयो डेन्जर गन आयो यार अलि यताबाट लिएर आउनु उता पछाडि लगेर मेरो बाइकको डेन्जर खर्च आउँछ मलाई थाहा भइसक्यो धन्न दाइलाई चाहिँ थ्याङ्क यू एकदम ल वेलकम माथि कस्तो छ बाटो यस्तै छ यहाँ माथिसम्म ढलान छ त्यहाँबाट यस्तै माथिसम्म त्यस्तै हो क्या ए डेन्जर हामी रङ बाटो आएको थियो है तर लास्टै रहेछ बाटो चाहिँ ढुङ्गाहरूले अनि माटोहरूले गर्दा चाहिँ टायर अड्केर अझ धान्ने गाह्रो नि कस्तो भएर यता हेर्नु न मलाई रातो भइसक्यो कि मन डेन्जर रातो मेरो हाल गाल हेर्नुहोस् बिस्तारै जाँदैछौँ गाइस हामी धेरै रातो भइसक्यो म पनि है बाटो चाहिँ आई डोन्ट लाइक म यस्तो बाटोमा फर्केर आउँछु तर यो बाइकमा म आउँदिन मेरो खुट्टा भन न कस्तो भएको थियो बाइक अनि के यो खुट्टा यस्तो गरेको त म आत्तिर हो कि डेन्जर कसरी लोटेदियो नि त म बाइक अनि फेरि त्यो उसले आएको के त्यो मान्छे नि आएको थियो नि त मान्छेहरू नि आयो नि औडान लाएर के कस्तो है डराएर होपलेस हुन्छ गाइस तर त्यस्तो नआउनु यो भ्लग हेर्नु भएको छ भने नि एक्लै नआउनु होला साथीहरूसँग आउनु होला द्याट्स इट म ठिकै गरेँ मैले एक्लै नआएर गाइस अनि होइन जहिले भन्छ नि उठाउनलाई केटा मात्रै चाहिन्छ भने त्यो बेला भिडियो बनाउनु पर्ने रहेछ के हाम्रो टिकटकमा होइन हामीले भिडियो हाल्थ्यौँ होइन गाइस अनि हामीलाई के भन्थ्यो भने ढल्यो भने उठाउनलाई केटा चाहिने होला अरे के कतिचोटि हामी चाहिँ मात्रै उठाइसक्यो एक्लै नै सकिन्छ तर आधीभन्दा माथि चाहिँ सकिन्छ टोटल्ली सकिन्छ हामी चाहिँ पुग्यौँ है गाइजहरू फाइनली तर लास्टै रहेछ हौ बाटो त बर्खा भएर त्यस्तो हो रे अनि पानी पर्ला जस्तो भयो हामी चाहिँ अब खाजा खाएर निस्किहाल्छ पानी पऱ्यो भने त फेरि त्यो बाटो धुस्तै हुन्छ अरे हिँड्नै मिल्दैन रे सो हामी चाहिँ बाइक यहीँ राखेर अनि हेलो भन्नु यहाँ
हेलो भन्छु हेलो हेलो भन्छु म खाइदेला डगलभरहरूलाई डर लाग्दैन ठाउँ चाहिँ यस्तो रहेछ होइन बिहान बिहान आएको भए चाहिँ हिमालहरू डेन्जर राम्रो देखिन्थ्यो अहिले चाहिँ ठिकै रहेछ यो ठाउँ मलाई यहाँको सबैभन्दा राम्रो मन परेको कुरा के हो त ऊ त्यो मेरो साथी हाई आऊ यस्तै बोलाउने कि आऊ हाई क्युरी आऊ यहाँ आऊ to born to be model, forced to be a dog, eh? Why you so cute, kid? Why you so cute? Basta na यो कोठाहरू हो यहाँको यहाँ चाहिँ कोठाहरू रहेछ बस्न आउनुभएकोहरूलाई चाहिँ यहाँ चाहिँ डिफ्रेन्ट भेराइटीको फ्लावरहरू छ यतापट्टि नि रोज छ गाइज अघि होइन उसले त त्यो रोज हो नि त अझ कति मजाले के खुसी हुँदै है उसले अघि नै उता तल लालीगुराँस देखेको थियो अनि कन्फ्युज भएर हो कि त्यही धुनमा थिएँ ल लेट्स क्यारी अन यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले होटल सेक्रेट हिल अनि राम्रै छ है यहाँको ठाउँ चाहिँ आउन सक्नुहुन्छ यहाँको आन्टी सी सो गुड एन्ड काइन्ड अनि यहाँ बिहानको टाइममा घामहरू लाग्को बेलामा आउनुभयो भने चाहिँ यहाँ हिमालहरू देख्छन् कस्तो राम्रो देख्छ होइन अहिले चाहिँ त्यस्तो केही पनि छैन त्यही नै भ्यू चाहिँ राम्रै छ पिसफुल छ अनि यतापट्टि चाहिँ पिङ पनि छ त्यो तपाईँहरू ग्रुपमा आउन सक्नुहुन्छ यहाँ साथीहरूसँग मजा आउँछ अनि यहाँ चाहिँ डिफ्रेन्ट काइन्डको फ्लावरहरू पनि छ यतापट्टि रोज छ उतातिर के हो फ्लावरको नाम थाहा छैन हौ मलाई त मेरीगोल्ड ऊ गरेङ गुरुङ गरिरहेको छ हामी चाहिँ फर्किन लाग्यो अब यहाँबाट गरेङ गुरुङ गर्न थाल्यो घाम पनि लगाइरह फेरि एकछिनमा छाया नै आइरह रिक्स नलिउँ भनेर नि निस्किन लाग्यो अब हामी सिधै तल गएर कुरा गर्छु होला गाइस फाइनली हामी यो अफ रोड कट्यो जस्तो तस्तो म चाहिँ उकालोमा जाँदाखेरि एकचोटि लोटेँ ऊ चाहिँ उहाँजी चाहिँ ओह्रालोमा आउँदाखेरि दुईचोटि पछाडिबाट के भन्छ भनेको ओए अरे अनि भनेर लोटेँ म अनि गाइस फेरि म लोटेको नि मेरो हाइट नपुगेर लोटेको के यस्तरी म यो बाटो नआउनु भन्छ यार नभन्जेलसम्म टु टफ है लोट्न मन छ भने चाहिँ आउनु ढुक्क हेलो हामी चाहिँ यता नयाँ बजार पुगिसक्यौँ होइन अब चाहिँ हामी के अरे त्यस्तो भिडियो बनाउन नि पाएन कि अरे आउँदाखेरि ट्रमामै थियौँ हामी त्यो ओह्रालोहरूमा होइन कस्तो लाग्यो आजको एक्सपिरियन्स भनिदेऊ मेरो आज सातो गएको छ गाइज मलाई आज लास्टै राति त्यहीले तसाउँछ जस्तो लागिरहेको मलाई म आउँदाखेरि दुईचोटि पल्टिदिनँ अनि जाँदाखेरि पनि केही भएर नि सुपर उडेर गएको जाँदाखेरि आउँदाखेरि म दुईचोटि म चाहिँ एकचोटि जाँदाखेरि मात्र लुटेँ होइन अब चाहिँ यहीँनिर एन्ड गरिदिउँ होला गाइजहरू भोइस क्लियरली आउँछ कि आउन थाहा छैन मैले माइक यहाँ चार्ज सकेर राखिसकेँ अब भोइस राम्रो आएन भने चाहिँ म भोइस ओभर गरिदिन्छु त्यति भन्दै बाई बाई आजको लागि धन्यवाद यस सी यू इन नेक्स्ट भिडियो बाई बाई